नमस्कार, एडभान्स एजुकेसन स्कुलमा तपाईलाई हार्दिक स्वागत छ। आजको क्लासमा हामीहरू नयाँ पाठ्यक्रम अनुसार कक्षा 8 को नेपाली विषयको पाठ 1 शहीदहरूको सम्झनामा कविताको सबै अभ्यास समाधान गर्नेछौं। यो पाठको अभ्यास धेरै नै सजिलो छ, तर धेरै नै अप्ठ्यारो पनि छ, किनकि यसमा व्याख्या गर अनि भाव विस्तार गर जस्ता कुरा समेटिएको छ। यिनीहरू धेरैलाई सजिलो लाग्छ, तर यिनीहरू जति अप्ठ्यारो केही पनि हुँदैन। त्यसैले म तपाईहरुलाई आज कसरी लेख्ने त्यो कुरा पनि अलिकति सिकाउने छु। सुरु गरौं आजको क्लास। सबैभन्दा पहिला शब्द भण्डार रहेको छ। शब्द भण्डार अन्तर्गत हामीले के गर्नुपर्छ तपाईहरुलाई थाहै छ। शब्द भण्डारमा शब्द भण्डारको 1 नम्बरमा छ दिएका अर्थ आउने शब्द शहीदहरूको सम्झनामा कविताबाट खोजेर लेख्नुहोस् भनेको छ। मैले यहाँ लेखिदिएको छु। तातोपन, लालिमाको लाली, अनि रोप्न वा छर्न राखिएको अन्न आदिका गेडाको बिउ। यसरी यस्ता यिनीहरू लामो एउटा शब्दको एउटै अर्थ दिने। यो भनेको यो हो। यहाँ हेर्न सक्नुहुन्छ प्रगति र अभिवृद्धि भनेको उन्नति, यस्ता खालका कुरा यहाँ बुझ्नु होला। पृथ्वी, जमिन भनेको धरती, यसरी बुझ्नु होला। अनि त्यसपछि 2 नम्बर दिएका लय मिल्ने शब्द पढी लेख्नुहोस्। यहाँ अब लहराको छहरा, सुरिलो कुरिलो यस्ता खालका है, जंगल मंगल, लायक गायक यस्ता खालका। अब नम्बर 3 मा छ दिएका शब्दका लय मिल्ने दुईवटा शब्द लेख भनेको। जस्तै वीरको शिर पीर, एउटा शब्द दिएको छ यहाँ वीर, जसको शिर पीर लेख्ने है। पहराको छहरा लहरा, यसरी। रसिलोको पोसिलो मलिलो, यसरी है। 3 नम्बर। ल दासताको हाँस्ता जस्ता। ल त्यसपछि नम्बर 4 मा दिएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्। वाक्य बनाउने अर्थात वाक्य बनाउने, सपुतलाई वाक्यमा प्रयोग गर्ने। प्रत्येक व्यक्ति देशको सच्चा सपुत बन्नुपर्छ। यहाँ बन्नुपर्छ है, अलिकति सच्याउनु होला, बिग्रिन्छ कहिलेकाहीँ। यस्तै खालका तपाईहरुले सपुत, देशका लागि जीवन अर्पण गर्न खोज्नु नै शहीद हो भने, अर्थात पछि देशका लागि आफ्नो जीवन अर्पण गर्ने व्यक्ति शहीद हो भने। अब यसरी सपुतको दुईटा वाक्य मिलाउन पनि खोज्नुहोस्, 10 कक्षामा हेल्प हुन्छ। अनि त्यसपछि अब बोध र अभिव्यक्ति खण्ड अन्तर्गत दिएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्। यहाँ दिएका शब्दको तपाईहरु शुद्ध उच्चारण गर्नु होला। तारा, मुलुक, जगत, मातृभूमि, धड्कन, कर्तव्य, उन्नति, धरती, मिरमिर। अब शहीदहरूको सम्झना कविता पढी सोधिएका प्रश्नको मौखिक उत्तर दिनुहोस् भनेको छ। कवितामा के झरेपछि बिहान हुन्छ भनिएको छ। के झरेपछि हो मिरमिरे तारा भनेको के हो त त्यो? कवितामा मिरमिरमा तारा झरेपछि बिहान हुन्छ भनिएको छ। के भनेको हो मिरमिर तारा। त्यसपछि ख कसले रगतको भेटी चढाउँछन्। अब यहाँ तपाईहरुलाई उत्तर देखाएको छु, पढ्न सक्नुहुन्छ, ngसम्म भएको छ। अनि प्रश्न नम्बर 4 दिएको कवितांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। एउटा कवितांश छ जुन पढेर उत्तर लेख्ने हो। मैले उत्तर लेखेको छु, त्यो कवितांश चाहिँ यहाँ राखिएको छैन, तपाईहरु किताबबाट हेर्न सक्नुहुन्छ। क को भयो, ख को उत्तर भयो यिनीहरू है। अब यिनीहरूको हामी उत्तर क्रमशः लेख्दै छौं। क भयो, ख भयो है, यसरी। यिनीहरूका उत्तर सजिलो नै हुन्छ। अलिकति यिनीहरूका मौखिक भनेको जस्तै हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको भन्नुको आशय के हो। अब यसको पुरै न लास्टमा भन्नुको आशय हो भनेर यसरी लेख्नुपर्छ। अनि यसरी लेख्न सक्नुपर्छ यस्ता मौखिक उत्तरमा। यी मौखिक जस्तै हो। अब यहाँ उत्तर लेख भनेको छ, बुझ्नु होला। अब हामीले यो लेख्यौं 4 नम्बरको। त्यसपछि 5 नम्बरको तपाईहरु आफै गर्नु होला, सजिलो छ, त्यो गरिरहनु पनि पर्दैन है। 6 नम्बर शहीदहरूको सम्झना कविता पढी दिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस् भनेको छ। कवितामा मुलुक कसरी बन्छ भनिएको छ भनेको छ। यसको उत्तर यस प्रकार रहेको छ, यो हेर्न सक्नुहुन्छ। संक्षिप्त उत्तर हो, कम्तीमा 5 लाइन लेख्नुपर्ने हुन्छ। ख को वीरले किन रगतको भेटी चढाउँछन् भन्ने यसको उत्तर यो छ। यो पनि अलि सजिलो नै छ। यी पनि त्यस्तै खालका प्रश्नहरू रहेका छन्। यस्ता खालका प्रश्न तपाईहरुलाई एउटा कवितांश दिएर अनि एउटा अनुच्छेद दिएर यस्ता खालकै न परीक्षामा सोधिनेछन्, त्यो कुरा बुझ्नु होला। अब ग को भयो। ग को प्रश्न हामी
हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान रहेको छ भन्ने कुरा यसको उत्तर यस प्रकार छ। घ शहीदप्रति हाम्रो कर्तव्य के हो भनेको छ, यसको उत्तर यहाँ रहेको छ। अब 7 नम्बर शहीदहरूको सम्झना कविताको दोस्रो श्लोकबाट 3वटा प्रश्न निर्माण गर्नुहोस् भनेको छ। ती यस प्रकार रहेका छन्। वीरले किन रगतको भेटी चढाउँछन्, वीरहरू कसरी हाँस्छन्, दासता कसरी भाग्दछन्। अब यिनीहरूको उत्तर तपाईले आफै लेख्दा हुन्छ, प्रश्न मात्रै सोध्ने भनेको छ। लेख्दा झन् राम्रो प्र्याक्टिस हुन्छ। 8 नम्बर दिएको कवितांशलाई गद्यमा रूपान्तरण गर्नुहोस् भनेको छ। गद्य र पद्य भन्ने बुझ्नु होला। जस्तै कविताहरू प्राय पद्यमा हुन्छन्, अब यिनलाई गद्यमा रूपान्तरण गर्दा हामीले बुझ्नुपर्छ। जस्तै उम्रन न बोट कसैले बिउ छरेर नगए, यसको यो केमा छ त, पद्यमा छ। यसलाई गद्यमा गर्दा कसैले बिउ छरेर नगएर बोट उස්සन्न, यो गल्ती छ यहाँनिर, उम्रन्न बनाउनु होला, यहाँनिर मिस्टेक हुन्छ कहिलेकाहीँ। यति कुरा बुझ्नु होला कि गद्यमा भनेको कर्ता कर्म, अब जस्तै इङ्ग्लिसमा भन्छ नि सब्जेक्ट भर्ब अब्जेक्ट मिल्छन् नि, त्यसरी मिलाउने हो तपाईहरुले। गद्यमा भनेको, पद्यमा त अब तपाईहरुलाई थाहा छ कविताहरू। 9 नम्बर व्याख्या गर्नुहोस् भनेको छ। हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला, गोली निलेका शहीदको प्यारो लासले धिक्कारला। अर्थात हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला, गोली निलेका शहीदको प्यारो लासले धिक्कारला। अब यसको व्याख्या यसरी गर्नुपर्छ। हामीले कम्तीमा 3टा अनुच्छेद बनाएर लेख्नुपर्छ। अर्थात तपाईहरुले 3टा जसरी हुन्छ 3टा बनाउने। पहिलोमा कविताको परिचय, अलिकति कविताले भन्न खोजेको, अर्थात यो श्लोकले भन्न खोजेको नभए कविताले भन्न खोजेको, अनि कविको परिचय। अब जस्तै प्रस्तुत कवितांश शहीदहरूको सम्झना शीर्षकको कविताबाट साभार गरेको यस कविताका रचनाकार कवि भूपी शेरचन हुन्। माथिको कविता सभा प्रत्येक नेपालीलाई आफ्नो कर्तव्य नबिर्सेर आग्रह गरिएको छ योबाट है। अब शेरचन अर्थात कविले के भनेका छन् भनेपछि हामीले आफ्नो कर्तव्य बिर्सेपछि हामीलाई इतिहासले धिक्कार्नेछ। अर्थात इतिहास भनेको पुरानो कुरा, पहिला हामीलाई कस्तो भयो तपाईहरुलाई थाहा छ, त्यो कुरालाई समेटेर तपाईहरुले यसरी लेख्ने हो। व्याख्या यस प्रकार रहेको छ, 3टा अनुच्छेद हेर्न सक्नुहुन्छ। अब प्रश्न नम्बर 10 शहीदहरूको सम्झना कविताको मूल भाव लेख्नुहोस् भनेको छ। यसको उत्तर यस्तो हुन्छ, यो उत्तर सकिएको छैन, धेरै नै लामो छ। यो भनेको समीक्षात्मक अर्थात विवेचनात्मक उत्तर भनिन्छ। यसलाई पनि 3 लाइनमा नै व्यक्त गर्नुपर्छ। पहिलोमा कविको परिचय, दोस्रोमा अनि यसको अर्थ पुरै न, यसको मूल भाव पुरै न, त्यसपछि तेस्रोमा चाहिँ कन्क्लुजन भने जस्तै तपाईहरुले बुझ्नु होला यसको बारेमा थोरै, अन्तिममा छोटो तर मिठो भने जस्तै है, छोटो तर स्पष्ट तरिकाले धेरै भन्दा राम्रा शब्दहरू। शहीदहरूको सम्झना कविताबाट लेख्ने हो। यो थप पनि छ है यसको, यो यस प्रकार छ थप। त्यसपछि 11 नम्बर दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। तपाईहरुले त्यहाँ अनुच्छेद दिएको हुन्छ त्यो पढ्नुहोस्, अनि प्रश्नहरू यस प्रकार रहेका छन्। लोकभाका कहाँ कहाँ गाइन्छन् यहाँ हेर्न सक्नुहुन्छ। दशैं तिहार हामीहरू चाडपर्व जुनसुकैमा गर्छौं, तपाईहरुलाई थाहा छ त्यो लेखिरहेको छु त्यहाँ। लोकलयका कुनै 3वटा उदाहरण लेख्नुहोस् भनेको छ, यिनीहरू यहाँ लेखिरहेको छु। अनि गको प्रश्नको उत्तर, घको उत्तर यस प्रकार रहेको छ। 11 नम्बर भइसकेपछि अब भाषिक संरचना र वर्ण विन्यास। अरु जुन छुटेका छन् नि त्यो पर्दैन भनेर मैले छुटाएको। यदि कुनै कुरा त्यति नै तपाईलाई नआएको छ भने भन्नु होला, म थप भिडियो नै प्रस्तुत गराउने छु। भाषिक संरचना र वर्ण विन्यास व्याकरण अन्तर्गत अब हामीहरू छिरेका छौं, जस अन्तर्गत 1 नम्बर अनुच्छेद पढ्नुहोस् र सबै प्रकारका नाम, पद र पहिचान गरी तालिका बनाउनुहोस् भनेको छ। अब अनुच्छेद त्यहाँ दिएको हुन्छ, पढ्नुहोस् तपाईहरु। व्यक्तिवाचक, भाववाचक, समूहवाचक, जातिवाचक मैले यसरी तालिकामा बनाएको छु, तालिका बनाउनुहोस् भनेको छ। त्यस प्रकारले त्यसैले 2 नम्बर शहीदहरूको सम्झना कविताबाट जाति, द्रव्य र भाव जनाउने 2-2वटा नाम, पद पहिचान गर्नुहोस् भनेको छ। तिनीहरूको उत्तर यहाँ देखिरहनु भएको छ, जाति, द्रव्य, भाव, यिनीहरू यसरी लेख्ने हो। 3 नम्बर अनुच्छेदको अर्थात दिएको अनुच्छेदमा प्रयोग भएका सर्वनाम पद टिपोट गर्नुहोस् भनेको छ। त्यही अनुच्छेद त्यहाँ एउटा अनुच्छेद दिएको हुन्छ, त्यसबाट उत्तर यी रहेका छन् है। 4 नम्बर म, हामी, उनी, त्यो, आफू, तिमी, उहाँ सर्वनाम प्रयोग पद प्रयोग गरी, अर्थात सर्वनाम प्रयोग
प्रयोग पद प्रयोग गरी भनेको यहाँ सर्वनाम पद प्रयोग गरियो यहाँनिर प्रयोग नहुन सक्छ है। प्रयोग गरी एक अनुच्छेदमा आफ्नो टोलको बारेमा लेख्नुहोस् भनेको छ। यो यस प्रकार रहेको छ, तपाईहरु आफैले लेख्दा झन् राम्रो। प्रश्न नम्बर 5 दोहोरिएका नामका सट्टामा उपयुक्त सर्वनाम पद राखी दिएको वाक्य पुनः लेखन गर्नुहोस् भनेको। जस्तै गोपी किसान हुन्, उनी परिश्रम छन्, उनी परिश्रमी छन्, यसरी लेख्ने भनेको नामको सट्टामा प्रयोग हुने शब्द नै सर्वनाम हो। त्यसरी तपाईहरुले यहाँ मिलाउन सकिहाल्नुहुन्छ। अब यो 5 नम्बरकै नै थप छ रहेको छ। यहाँ 6 नम्बर दिएको वाक्यलाई संगति मिलाएर पुनः लेखन गर्नुहोस्। यहाँ यस प्रकार छनै छ। 7 नम्बर दिएको अनुच्छेदबाट शब्दको सुरु बीच र अब यो वर्ण विन्यास अन्तर्गत आयो। सुरु बीच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका 3-3वटा शब्द टिपोट गरी कक्षामा प्रस्तुत गर्नुहोस् भनेको छ। त्यहाँ मैले तपाईहरुलाई देखाएको छु सुरु बीच र अन्त्यमा ह्रस्व इकार प्रयोग भएका है। 8 नम्बर दिएका शब्द समूहबाट शुद्ध शब्द पहिचान गरी लेख्नुहोस् भनेको छ। मेहनत, ऋषिमुनि, गतिविधि, परिधि। अब त्यहाँ तपाईहरुलाई समूह दिएको हुन्छ, त्यसबाट मैले यी नै छानेको छु। तपाईहरु यी नै हुन् यसको उत्तर है। यस प्रकार हामीले नयाँ पाठ्यक्रम अनुसार कक्षा 8 को नेपाली विषयको पाठ 1 शहीदहरूको सम्झनामा कविताको सबै अभ्यास समाधान गरेका छौं। बियाली तयारी गीत सामग्रीहरू यस च्यानलमा उपलब्ध हुने भएकाले तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। यो भन्दै हजुरको दिन शुभ रहोस्। धन्यवाद। पाठ 2 को भिडियो छिट्टै आउनेछ।